देशको हालत पनि यी न पानी हाल्न छोड्दिन न त नेताहरूले त्यस्तै राख्दा छ जुन जोगी आए नि उस्तै देश डुब्न म कसैले नरोक्नेको फरक नै नहुने भयो आफ्नै मेरो देश। ओ दाजै फेरि आयो चिया खान बनाऊ त दुई चार कप ल केटा बस ल चिया खान्छ फेरि हो त नि नेता पनि एन्टिक छन् जिम्मा राख्नु पर्ने सम्झना छ ए भयो के दाजु भयो गाना बस्नु हुन्छ नाचे नाचे दाइ फेरि भयो बन्द गरेर बन्द गरेर Seria em Las Rosairas. नमस्कार नमस्कार मेरै कुरा काटिरहेको बताओ नमस्कार नेताजी हामी बट्टाहरूलाई छौक्यामा बट्टाहरू पैसा कमाएर आफूभन्दा ठुला हुने आधार बनाउने भुल्नुभयो होइन त नेताजी। अब पैसा र पावर आयो भने हल्का पारा त निस्किहाल्छ नि देश विकास गर्न कहाँ आफूले भुलीको विकास पो गरेछ नेताजीले त होइन त नेताजी। कसले भन्यो म देश विकास गर्न आएको भनेर मैले तिमीहरूलाई सधैँ चिया नास्ता मासु भात चित्तैमा खुवाइराख्ने हो र मैले आफ्नो मलाई नसोच्ने म नि पैसा कमाउन आएको हो त देश विकाससँग मलाई भयो नेताजी घरकै घर कतिवटा हाल्नुभयो छैन 5-6 घर बनाएको छु तर म भन्दिनँ होइन त नेताजी 5 वर्षपछि बल्ल राख्नु देखाउनु भयो त कता हराउनु भएको थियो यत्रो दिन। छैन काठमाडौँमा अलि बढी नै पोल्युसन छ मान्छे लगाउनै पर्ने भएको हुनाले नाक मुख देखाउन अलि गाह्रै पर्ने हो। अनि नेताजी हो चुनाव बिग्रियो के क्या साह्रै सुनिछु त म त। यो पैसा पावर घर ब्याङ्क ब्यालेन्स गाडी सुन विदेश भ्रमण सब ममा आएको छ अब त म देश विकास गर्ने जो हो भनेर फेरि चुनावमा उठ्दैछु। नमस्कार राप्ती दर्पणमा यहाँलाई स्वागत छ। अब समाचार विस्तारमा। चुनाव नजिकै जाँदा हामी देउखुरीवासीलाई ठुलो खुसीको खबर। देउखुरीको रमैदेखि धानखोला सडक अब 8 लाइन भइरहेको छ। त्यसै गरी लमैदेखि घोराइ जोड्ने 23 किलोमिटर बाटो अब 15 मिनटमै पुगिने गरी सुरुङ मार्ग सहितको 4 लाइनको बाटो शिलान्यास। त्यसै गरी गढवाल र लमैको बिचमा रहेको राप्ती बगरमा इन्टरनेसनल एयरपोर्ट बन्ने भएको छ। यो 5 नम्बर प्रदेशको अझ देउखुरी क्षेत्रमा रहेको राजधानी र मुख्य नाका नेपाल इन्डिया बोर्डर रहेकाले आउने 83 सालको वैशाखदेखि इन्डियाबाट नेपाल आउने सम्पूर्ण सामग्री तथा गाडी घोडालाई देउखुरीवासीको उत्थानको लागि भन्सातिरी गरिने भएको छ। अब मैले गरेको आज तिमीहरूलाई शान्तिले मान्छे हुनु म एकछिन त सुन्दा पनि क्या बजाउने यार काकाहरू अब यो सबैको भलाइको लागि मलाई गऱ्यो हजुरहरूलाई बरु 25-25 लाख हजुरहरूलाई भोलि पुग्छ यो मेरो बात भइहाल्छ नि नेताजी हामी छौँ नि हामीले तपाईँ जस्तो पटक पटक मन्त्री भइसकेको मान्छेलाई रोजगार नयाँ उडानखेललाई युवालाई किन जिताउने र तिनले के नै गर्न सक्लान् र होइन पुरानोलाई नै फेरि जिताउनु पर्छ मलाई थाहा छ नि मन्त्रीज्यू। अनि के नेताजी अस्तिको चुनावमा सबैले पापा दिनुभएको छ मलाई चाहिँ ढिनाथ मात्र किन सबैभन्दा बुढी भोट हाल्दिनु म मरेकाहरूको नाममा भोट हाल्दिनु म अनि विदेशीहरूको नाममा भोट हाल्दिनु म अनि पैसा चाहिँ मैले नै कम त भएन नि नेताजी।
के अरे आज कलेजको वेलकम प्रोग्राममा क्या मजा आयो है। ए साथी हो, भोलि त हामी जेन्जीहरू प्रफेसन कलेजको प्रोटेस्ट छ। सबैजना ढङ्गला बच्चोमा भेला हुनु है। त्यहाँ नाटक चाहियो मलाई बसेको, सबै आउनुपर्छ। भोलि भेटौँ त, सबैजना आउने। यो विकासले चाहिँ हामीले आन्दोलन अगाडि बढाउने मैले त हुन्न हैन, एउटा छोरी मान्छे देख्दिन तपाईले त्यहाँ बोल्न गएको। म मात्र थिएँ त्यहाँ। के यस्तो यो? हिम्मत छैन? हिम्मत छैन? खै मलाई त मतलब छैन त के गर्छु त म त? आन्दोलनमा तिमीहरू आउनु पर्दैन, देशमा आउनु पर्दैन तिमीहरूले। तिमीहरू जेन्जीहरू घरमा सिडी धेरै मात्र बस्ने हो। तिमीहरूले परीक्षामा आउनु पर्दैन, भाग लिनु पर्दैन। देशकोले बनाउने हामीलाई नमस्कार सम्पूर्णमा। के हालत भइसक्यो हाम्रो यो देशको। यी चोर फटाक डाकाहरूले देश नै बेचेर खान लागिसके, तर पनि हामी शान्त नै छौँ। अब त अति भइसक्यो। अब पनि हामी आवाज उठाउन सक्दैनौँ भने तुच्छ हामी माथि। That's why to all my brothers and sisters, I request you to be present in September 8 with us in the protest against corruption in Nepal. देश सरकारले होइन युवाले बदल्छ। This is our country and its future depend upon us. Gen Z, so please stay with us and let's change this country. Jai Nepal, Jai Gen Z. ए पुलिस दाइहरू, हामी शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला किन रोकेर? अब हामी शान्तिपूर्ण आन्दोलन गर्न पनि नपाउने हो? गोली साँच्छ भाइ, तिम्रो जस्तो यहाँ कति आयो कति गर्यो। के तपाईँ हामी जनतामाथि दादागिरी देखाउन खोज्या हो? अब यो भ्रष्टाचारी नेताहरूलाई साइड लगाउनै पर्छ पुलिस दाइ। देशको लास्टै खतम बनाए। थाहा छ तपाईँलाई नेपाल कति गरिब छ अहिले? थाहा छ, विश्वको सबैभन्दा गरिब देश हो। तैँले भन्नु सक्छौ भने अनि हो, सब थाहा हुँदाहुँदै पनि हामीलाई किन रोक्नुहुन्छ? भिड, अन्धो, बहिरो, पापी, चोर, डाका जेमा पनि परिवर्तन हुन सक्छ। त्यसैले शान्ति सुरक्षा जरुरी छ। ए साथी हो, हाम्रो आन्दोलन जारी छ। हान गोली हान, सक्छ छान्न? हान गोली हान, मेरो छातीमा छ हिम्मत, मेरो छातीमा गोली हान्ने। ठोक केटा आयो घुसपेट जेन्जीहरूलाई। हान गोली हान, सक्छ छान्न? Man, साँच्चीकै हान्दे यार। अया मरे म त। सरी मम, सरी ड्याड, म हजुरको सहारा गर्न सकिनँ। भ्रष्टाचारको डोब सिंह दरबारदेखि गाउँसम्म आवाज गुम्सिन्छ जेनजेडको क्रोध नेताहरू डराउँछन् सपना बलियो भविष्य हाम्रो हातमा प्राण गुमाएका साथी सम्झना सधैँ साथमा देशभरि आवाज परिवर्तनको हर जेनजेडको शक्ति उजागर गर्छ सबै तेरो। ए डेभिड, उठ न साथी, उठ न। मलाई छोडेर नजान साथी, तँ त मेरो सानैदेखिको साथी होस् नि। साथी उठ न, प्लिज साथी उठ न। दिस त ठिक छ नि? यार, एक दुईवटा गोलीको छोरा लागेर निस्कियो तर लास्टै दुखिरहेछ।
माछा यति सारा स्कुले बालबालिकालाई ताकी गोली हानेछन् नि पापीहरूले। यसरी गोली हान्ने आदेश दिने कति निर्दय होला नि। ए आमा हो लाउन नि कसैले एम्बुलेन्स बोलाउन, मेरा भाइ बहिनी त मरे। मान्छे मारिसकेर राजीनामा दिएर पुग्छ? तपाईँ आफैले भन्नुहोस् त। यो त नरसंहारको जिम्मेवारी लिनैपर्छ। दिस इज टोटली जेनोसाइड अफ ह्युमन बिङ। अझ बच्चाहरूमाथि गर्ने हो। कानुनको मतलब यो होइन नि कि कसैलाई पनि जहाँ पनि पकडेर हान्न मिल्छ। नेताज्यू, यो सोसियल मिडिया किन बन्द गराउनु भएको? हेर्नुहोस् न कतिजना स्टुडेन्टहरूले जेल पुग्नु पर्यो। के को बन्द गर्नु? छोराछोरीलाई कलेज पढ्न पठाएको कुरा गर्नु न। सब सोसियल मिडियामा गरिदिन्छु। तपाईँलाई केही आत्मको लागि छ कि नै? मेरो विरुद्धमा पनि तिमीहरू अब बोल्दा हेरौँ कसरी बोल्छस्। कस्तो बारे बोल्छु? यो त कानुन सर होइन। यो जेन्जीहरू त इलेक्ट्रिक ग्याजेट र के को अधिकार? बन्द भनेपछि बन्द। यी जेन्जीहरूको अझै नाटक गर्नु थाल्यो भने इन्टरनेट पनि बन्द गरिदिन्छु। तिमीहरूले यो पुष्पबहादुरलाई चालचुट थालेको? सबै नेताहरू उभिएर भाषण गर्छन्, तर तपाईँ चाहिँ किन बसेर भाषण गर्नुहुन्छ? तेरो स्वाद हो। मैले जे गरेको गर्नु गएर रोकिँदा कसो छ है? ल म गएँ, इन्टरनेट पनि बन्द गरिदिन्छु। कसैलाई छाड्दिनँ। सब एकलाई चुरी कुरमा चपाउने। मेरो साथीभाइहरूलाई ताकी गोली हान्ने सबैलाई चुट्ने। यो सबलाई म चेन्ज गरिदिन्छु। सबलाई चुरी जेल हालिदिन्छु। गुरुङजी, तपाईँलाई अमेरिकाको एजेन्ट हो भन्छ त? के रे? गुरुङजी, के तपाईँलाई राजनीतिबारे नलेज छ? गुरुङजी, बोल्नुहोस् न, किन नबोलेको तपाईँ? गोली मौका दिनु पर्यो नि तपाईँहरूले। गोली हानेको जस्तो भड्काएको सुन्दर हुन्छ। तपाईँलाई त तिब्बतको एजेन्ट हो भन्छ नि। रिपोर्टर बहिनीहरू प्लिज सुन्ने धैर्यता राख्नुहोस्। कसैलाई छाड्दिनँ। मेरो साथीभाइहरूलाई ताकी गोली हान्ने सबैलाई चुट्ने। सब एकलाई चुरी कुरमा चपाउने। कसैलाई छाड्दिनँ। कोही बाँध्दैन। याद राख्ने मेरो सबजना। सबैभन्दा नराम्रो अर्थात् कालो दिन हो। यस जेन्जी आन्दोलनको करिब 70 जना कलिला बालबालिकाहरूको ज्यान लिएको छ भने यस आन्दोलनका अगुवा गोर्खा गुरुङ र अन्य जेन्जी युवाहरूले पुरानो सत्ता ढालेका छन्। नमस्कार सबैजनामा, म युवा नेत्री रोसिना कार्की। नमस्कार, म चाहिँ रोबिता गौतम। अब म बनाउँछु मेरो देश। म एउटा डक्टर हुँ र आजका दिनदेखि मेरो जीवन सम्पूर्ण व्यक्तिवासीका लागि समर्पित हुन चाहन्छु र तपाईँहरू सबैको स्वास्थ्य सेवा जीवनभर निःशुल्क गर्नेछु। नेपालमा हेल्थ फेसिलिटी फ्री गर्ने रोड म्यापसम्म छ। त्यसैले म रोसिना क्षेत्र नम्बर 1 लम्बी तथा भालबाङबाट उठ्दैछु। मलाई पूर्ण विश्वास छ कि हजुरहरूले मलाई जिताउनुहुन्छ। के तपाईँहरूलाई फ्री हेल्थ सर्भिस पाउन मन छैन? यदि छ भने यो पालिको चुनावमा बुक चिन्हमा छाप लगाई जेन्जीलाई जिताउनु होला। नमस्कार, म रोबिता गौतम। म एक जेन्जी प्रतिनिधि हुँ र म कुनै पार्टीबाट होइन। म एक स्वतन्त्र नेपाली नेत्री हुँ। म पेसाले एक वकिल हुँ। तपाईँहरूलाई थाहा छ यहाँ देशको हालत कस्तो छ? मेरो हजुरबुवाको एउटा मुद्दा थियो 30 वर्ष पुरानो। अस्ति भर्खरै मुद्दाको फैसला भयो, तर मेरो हजुरबुवा बितेको पनि 5 वर्ष भइसक्यो। म रोबिता क्षेत्र नम्बर 2बाट गढवाल राजपुरबाट आफ्नो उम्मेदवारी दिँदैछु। के तपाईँहरूले हामी जेन्जी प्रतिनिधिहरूलाई भोट दिनु हुँदैन? पक्कै पनि दिनुहुन्छ होइन त? Dignity Future Zenji Speak Hatma kita आँखामा सपना सडकमा रगत कानुन छ कहाँ We won't be silent We won't fall Raise your voice Nepal We fight back We stand tall This is the voice of New Nepal Stacks little companies and overseas vaults Kati gardi 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 faults छोरा छोरी flex गर्दै black money on the ground
दिनदिनै मलाई यत्रो विश्वास गरेर प्रधानमन्त्री बनाइदिएका छन्। मैले हरेक डिमान्ड पुरा गर्छु, करप्सन रोक्छु र कर गर्नेहरूलाई पनि जेलमा हाल्नेछु र नयाँ निर्वाचन गरेर देशका युवाहरूलाई काम सुम्पिनेछु र चुनाव फागुन 21 गते रहेको छ भने अब हरेक नेपालीले भोट हाल्नै पर्छ, अन्त फेरि यिनी बुढाखाडाहरूले देश जित्न सक्छन्। यति भन्दै अब सही र गलत हजुरको हातमा छ। जय देश, जय नेपाल, जय गोर्खा। Yeah, platforms for the soul, for the Una. Hours for the Lord, last but heart keeps burning. Let me end on, come up of your feet, ma. News blog on the streets, my tweets, my the pain is just the reason. Move back on your top, system-wide corruption, got up on your top. We archive the seats, screenshot tapes, Roman vote for trouble, stop my deep breaks. बिराजी तपाईँ त भगौडा हो, सबैलाई जेन्जी प्रोटेस्टमा बोलाउने अनि आफू चाहिँ लुकेर बस्ने। तर किन यति सुरु गर्नुभएको छ? एकछिन शान्त भएर बस सक्नु हुँदैन? Sorry to all my Gen Z's brother and sister. During all this, I wasn't present because these politicians threatened me and my family. मलाई यिनीहरूले ज्यान मार्ने धम्कीहरू दिएका थिए। त्यो सँगसँगै मेरो परिवारले पनि ज्यान मार्ने धम्कीहरू आएका थिए। त्यसैले म डराएर मार्न सकिनँ। तर यी चोर डाका फटाहरूले कारणले गर्दा हामीले आफ्ना दाजुभाइ गुमाउन पुग्यो। यी चोरहरूले घुसपेट गरेर सिंहदरबार जलाए, अदालत जलाए, संसद भवन जलाए, घुसपेट नै भएको हो। हामीले के गुमाउन पुग्यो, तर पनि हामीले केही पाएर अब मलाई मर्नुको कुनै डर छैन। अब जसरी भए पनि म सब यी चोरहरूलाई बाहिर निकाल्नेछु। All of you politicians, listen up. I don't care where you are. I am gonna find you and beat you till you can't remember a face. Even if I die, I will chase you to the path of hell. तिमी सब चोरहरूलाई एक गरी मैले जेल दिन्छु। धेरै भयो तिमीहरूको गुन्डा शासन। अब हामीले देखाउँछौ कसरी चलाउने यो देश भनेर। सब चोरहरूले एक गरी निकाल्छु। रोक तिम्रो रोक। We are the future. Next day back of a million broken hearts. Open my door, system tearing apart. I'm चाहेको आगो books and ideas go. Gonna jolly power room, symbol of lies that go. We don't cheer flames, we mourn the cause. जब न्याय हुँदैन, we don't follow the law. जेन्जीले मलाई प्रधानमन्त्री त बनाए, तर अहिले मलाई नियम के उखाउनु जस्तो भइरहेछ। जेन्जीका पनि 18-20 ग्रुपहरू छन्, ती सबैसँग पनि वार्ता गरिसके र त्यसमाथि पनि कुन चाहिँ अल्टरनेटिभ हो त्यो मलाई पनि थाहा छैन। ए जेठो छोरो, सबै जेन्जीहरूलाई एउटै जेन्जी ग्रुप बनाऊ अनि रवि, बालेन, कुलमान सबैलाई एकजुट बनाएर जान भन है। हामी त कानुनका ज्ञाताहरू हो, त्यसैले यस्ता पनि केही घडीहरू छन्। आज कतिवटा मलाई जहाँसम्म लाग्छ 29वटा 40वटा मुद्दा हामी कहाँ आइसके। अख्तियारले पनि दर्ता गरेछ, सिआइबीले पनि पिछा गरेछ। यो कुरा पनि तपाईँहरूले मन गर्नुहोस्। तर यति गरेर हामीले धन्यवाद पनि तपाईँहरूसँग मागिरहेको होइन। हामी एउटै परिवारको हो, हामी बाहिरका पनि होइनौँ। हामीले आफ्नो मुखलाई गर्नुपर्ने हरेक काम गरिरहेको छौँ, चाहे त्यो हदसम्म नै किन होस्। हामीले जे गर्दैछौँ त्यसकै लागि गरिरहेको छौँ। धन्यवाद। हुन्छ आमा, म यो सबलाई मिलाउँछु। जो मिल्न खोज्दैन ठोकिदिन्छु। भोलि सबलाई बोलाउँछु र कुरा गर्छु। जो नौटंकी गर्छ त्यसलाई गायक बनाइदिन्छु। अनि रवि, बालेन, हर्क, गोपी, कुलमान सबैसँग कुरा गर्छु र एकजुट नहुँदासम्म सबलाई मिली भन्दै ठुलिदिन्छु। मिलेपछि बल्ल ताला खोज्छु, नत्र भने तिनीहरूलाई मात्रै ठुलिदिन्छु। तिनीहरू नमिलेर हुन्छ, हेर कसरी मिल्दैनन्। देश त अब भन्छ जसरी नि बनाउने हो। हाम्रो देशको लागि यिनीहरू एकजुट हुनैपर्छ। यिनीहरूलाई हामी मिलाएर छोड्ने। यो जेन्जी सरकारको 4 वर्षसम्म आइपुग्दा दाङ जिल्लाको देउखुरी क्षेत्रमा भएका मुख्य कामहरू यस प्रकार छन्। राप्ती बगरमा रहेको इन्टरनेसनल एयरपोर्ट निर्माण सम्पन्न भई आज पहिलो उडान भरेको छ। लम्बी गोराईको सुरुङ मार्ग सहितको 4 लेन बाटो निर्माण सम्पन्न। लुम्बिनी प्रदेशको राजधानीदेखि धौलागिरी हिमालसम्म फास्ट ट्र्याकको काम 90% पुरा। दाङको लम्बैदेखि प्युठानको स्वर्गदरीसम्म केबल कार भोलि 2086 पौष 20 गते उद्घाटन कार्यक्रम छ। धन्यवाद अत्यन्तै उत्कृष्ट नाटकको लागि। अब पुरस्कार वितरणतिर लागिरहेका छौँ हामी। कक्षा